म आँखा होइन भनेपछि त्यो आँखालाई आँखा देख्न सक्ने बनाउने, त्यो को हो? कानलाई सुन्न सक्ने बनाउने, त्यसमा प्राण कसले भरिएको छ? त्यो देख्न सक्ने कसले बनाएको छ? त्यो उडेर गएपछि त आर्यघाटमा लडेपछि त उहाँ लगाएर दिन्छन् दागबत्ती। आखिर त्यो शरीर त होइन नि। त्यस कारण आई एम नट सेन्स अर्गान्स भनेपछि म केही पनि होइन भनेपछि म बुद्धि होइन, म मन होइन, म अहङ्कार होइन, म चित्त होइन भनेपछि म को हो त भने जे बाँकी रहन्छ त्यही म। अहम ब्रह्मास्मि भनेको यही हो। त्यसकारण जे बाँकी रहन्छ त्यही म हो। त्यसकारण यदि देहम पृथक्कृत्य, यदि शरीरलाई त्यो दुखेको घुँडा म होइन, त्यहाँ मन हटाइदिनुहोस्, राति भुसुक्क सुत्या बेला त दुख्दैन नि त भनेपछि त्योबाट छुटकारा पायो भने त दुख्नै बन्द हुँदो रहेछ। भुसुक्क निदा आएको बेला सुसुप्ति भन्छ जस्तो है, तर त्यो बेला दुख्दैन भनेपछि त्यो दुखाइ के सुख दुःख भन्ने चाहिँ मनको धर्म रहेछ। सुख र दुःखको अनुभव मनले गर्ने रहेछ। मन म होइन, बुद्धि म होइन, अहङ्कार म होइन, यो शरीर म होइन, त्योदेखि बाहेक जे छ त्यो म हुँ भनेर बसेपछि बल्ल चिति विश्रम्य तिष्ठसि, आफ्नो स्वरूपमा जब विश्राम गरेर बस्छ अधुनैव सुखी शान्त, अहिले सुखी भइयो, अहिले शान्त भयो, अहिले आनन्द भयो, त्यही हो आनन्द प्राप्ति भयो। अन्त आनन्द खोज्न बाहिर जाने होइन, बाहिरबाट आनन्द ल्याउने चिज होइन, आफैभित्रै हो आनन्द। आनन्दको स्रोत बाहिर होइन, आफूभित्रै हो। लड्डुबाट आनन्द हुन्छ नि, लड्डुबाट आनन्द भएन, नत्र 1000वटा लड्डु अगाडिपट्टि ल्याएर राखेपछि एउटा लड्डु खाँदाको ठिक थियो, दोस्रो तेस्रो चौथो गएपछि त आनन्द घट्दै गयो। लड्डुमा आनन्द भयो त त्यो हरेक लड्डुले आनन्द दिनु पर्थ्यो नि। विषयबाट आनन्द भयो त विषय भोग्दै 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 गएपछि त आनन्द हुनु पर्थ्यो नि, त्यसलाई छोड्न मन लाग्छ नि। त्यसकारण आनन्दको स्रोत भित्र हो। त्यसकारण आनन्द प्राप्ति भने बाहिर दौडेर आनन्द प्राप्ति होइन, आफै भित्रबाट आनन्द प्राप्त हुने भयो।